मजा आएगा ना भिडो ल त अब च्याट्ट लाएर आज चाहिँ हाम्रो घरको सम्पूर्ण सबै परिवारहरू एकसाथ भएर यहाँ रमाइलो गर्दैछौँ। यहाँ हाम्रो प्रथमको हाम्रो उपु हुमु छोरी दाजु भाउजू हुमु दुईटा हाम्रो फर्महरू ऊ त्यहाँ बुवा हुनुहुन्छ यता मम्मी हुनुहुन्छ। अनि आजको हाम्रो स्पेसल भनेको चाहिँ यहाँ सुँगुरको मासु च्याट्ट, यहाँ छ हाम्रो मोमो अनि यहाँ लाएर च्याट्ट छ सुँगुरको आन्द्रा, यहाँ एक्स्ट्रा मोमो पनि छ, अचार सेकुवा बियर सियर यहाँ चट्ट लाएर अक्रम बक्रम दाइने देब्रे। अनि यहाँ चाहिँ मेरो भाग मासु छ, फेरि यहाँनिर ब्रान्ड पनि हेर्नु ब्रान्ड लाउरेको पहिचान गोर्खा स्ट्रङ। सब यो घर चाहिँ हामी हाम्रो यहाँ हुम्काइली प्रथमको भन्ने मान्छे हाम्रो हुम्काइलीको प्रथमको यहाँ हाम्रो हुम्कान्छे ओहो लु हुम्कान्छे सट्ट पार्नु त हाँगेर हुम्कान्छेमा सट्ट एउटा मोमो लत्ते पार्नु त ओहो पहिले खानु नपाएछ खानुभयो त मजा आयो। प्रथमको भन्ने मान्छे प्रथमको हाम्रो यहाँ हुम्काइली, दोस्रो हाम्रो यहाँ स्पेसली हाम्रो दाजु भाउजू दाजु आफ्टर लङ टाइम पछि भेट भएको, आफ्नो ड्युटी पुरा गरेर दाइ आएर यहाँ घर मैले ढली मलि रमाइलो छ। खोइ एकछिनै हुम्कान्छे देखाउनु त कसरी यो चाहिँ खानु, यो चाहिँ क्यान बियर क्या त्यो गिलास त फ्याल्दा नि हुन्छ। ल सर्ट है हाल्नु मुखमा हाल्नु त्यो हालेसो नगर्नु बस। ल हुम्काइमा स्याट्टा पार्नु त स्याट्टा होइन प्रथमको क्या भाइरलै हुन्छ होला है यस्तो हाल्यो भने स्याट्टा यहाँ हुम्काइले हाल्दै रे हुम्काइ। ल प्रथमको खाए जस्तो गर्नु होइन, देखियो क्या खानु न अब देखिएपछि त ल मुखमा चाहिँ आउँदैछ यहाँ चाहिँ। अनि हाम्रो यहाँ विशेष हाम्रो ड्याडी दिकपाल माइला एकदम यहाँ रमाइलो हुँदैछ, गोर्खा स्ट्रङ चटनी छ यहाँ। हाम्रो यहाँनिर हुन्छ हाम्रो विशेष हाम्रो आमा हुमु काउली बुढी हजुर। अनि यहाँ हाम्रो हुनुहुन्छ अजकुट हाम्रो अजकुट अजकुट यता अजकुट यता काउली बुढी हाम्रो जेठा दाजु यहाँ यता हाम्रो प्रथमको यता हाम्रो दोस्रो प्रथम दोस्रो यसरी हाम्रो रमाइलो हुँदैछ। यो हालिसम्म त बाहिर कसम चल्छ। आमा त्यो आमा त्यो हिमाली हिंसा भन्नु त, हिमाली हिंसा भन्नु न, हिमाली हिंसा भन्नु त तपाईँ कहाँ त्यस किसिमको चाहिँ हाम्रो हिमाली हिंसा कुखुराले त्यही ठुङ्ला। ल ल अब यति भन्दै हाम्रो यहाँ अजकुट काउली बुढी तथा यहाँ हाम्रो दाजु यता प्रथमको दोस्रो अनि डाँडाली माइला हाम्रो ड्याडी दिकपाल माइला तथा हाम्रो मम्मी सबैलाई देखाउँदै अब चट्ट हामी बिदा हुनु पर्यो। धन्यवाद।